मनुस्मृतिको अध्याय 9 श्लोक 26मा यस्तो छ। वार्ताराम नाविचच्छित नाव्य श्वेत कहिर्चित न प्रसहय समारोहेत पतिम कामयेति तथा। पत्नीले आफ्नो पतिप्रति कहिले तिरस्कार गर्नु हुँदैन, रिस राग राख्नु हुँदैन। उनको इच्छा अनुसार आचरण गर्नु नै स्त्रीको परम कर्तव्य मानिएको छ। त्यस्तै अर्को श्लोकमा यसो भनिएको छ, यत्र नारेस्तु पूजयन्ते रमन्ते तत्र देवता यत्रैतास्तु न पूज्यन्ते सर्वा स्त्रता फला क्रिया। यसको सरल नेपालीमा अर्थ यस्तो हुन्छ, जहाँ नारीहरूको सम्मान र आदर गरिन्छ त्यहाँ देवताहरू रमाउँछन्, त्यहाँ सुदिन शान्ति र समृद्धि बस्छ। जहाँ नारीको सम्मान हुँदैन त्यहाँ गरेका सबै काम पूजा प्रयासहरू फलदायी हुँदैनन्। यस्तै महाभारतमा अनुशासन पर्वको भाग 46औं अध्यायको 5औं श्लोकमा पितामह भीष्मद्वारा युधिष्ठिरलाई दिएको शिक्षा यस्तो छ, पतिव्रता धर्मपत्नी नित्यम हरिमिव सेवते पतिम यसेवते नारीम स वै स्वर्गमाप्नुयातः। सरल नेपालीमा यसको अर्थ यस्तो हुन्छ, धर्मपरायण पत्नी आफ्ना पतिको सेवा भगवान विष्णुको सेवा गरे जस्तै श्रद्धापूर्वक गर्छिन्। पुरुषले पनि माया सम्मान र सेवा गर्छ, उसले जीवनमा स्वर्ग समान आनन्द सुख प्राप्त गर्दछ। नमस्कार साथीहरू, स्टोरी इनफ्याक्ट युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। म लोकेन्द्र बुढाथोकी। तपाईले कहिले सोच्नु भएको छ सफल र सुखी वैवाहिक जीवनको रहस्य के हो? केही विशेष नियमहरू छन् जसले सम्बन्धलाई मजबुत र मिठो बनाउँछन्। आजको यो भिडियोमा हामी परम्परागत ज्ञान र आधुनिक सोचलाई जोडेर तपाईको दाम्पत्य जीवनलाई स्वर्ग बनाउने 15 शक्तिशाली सूत्रहरूको कुरा गर्नेछौँ। यी सूत्रहरू पति र पत्नी दुवैको लागि छन्। भिडियोलाई अन्त्यसम्म हेर्नुहोस् किनभने अन्त्यमा तपाईलाई एउटा विशेष उपहार छ। पहिलो खण्ड, पतिको भूमिका, समर्थन र प्रेमको स्तम्भ। नम्बर 1, सबैभन्दा पहिलो एक सच्चा साथी बन्नुहोस्। आफ्नो श्रीमतीलाई आफ्नो सबैभन्दा विश्वस्त साथी र सल्लाहकारको रूपमा हेर्नुहोस्। सम्बन्धको आधार नै विश्वास र सम्मान हो। नम्बर 2, निष्ठा, सम्बन्धको अपरिहार्य आधार। निष्ठा भनेको केवल शारीरिक मात्र होइन, भावनात्मक पनि हो। आफ्नो सम्बन्धलाई सबैभन्दा महत्त्वपूर्ण मान्नुहोस्। सन्तुष्टि नै सुखको मूल हो। सन्तोषम प्रदयते सुखम। नम्बर 3, आदर्श बन्नुहोस्। आदेश दिनुहोस् होइन, तपाईले आफैले देखाउने उत्तम आचरणले नै श्रीमतीलाई पनि प्रेरणा दिन्छ। प्रेमपूर्ण व्यवहार नै सबैभन्दा ठुलो शिक्षा हो। नम्बर 4, स्वच्छता र सज्जा, आपसमा राम्रो लाग्ने कला। आफ्नो रूपमा ध्यान दिनु केही असामान्य कुरा होइन। यसले आफूमा र आफ्नो साथीमा आत्मविश्वास बढाउँछ। नम्बर 5, प्रशंसाको शक्ति, श्रीमतीले गरेको सानोतिनो काम, बनाएको खाना र लगाएको लुगाको प्रशंसा गर्न कहिल्यै नबिर्सनुहोस्। तपाईको एक मिठो शब्दले उनको दिन बनाउन सक्दछ। दोस्रो खण्ड, पत्नीको भूमिका, घरको आधार र प्रेमको केन्द्र। नम्बर 6, परिवारको सेवा, श्रद्धा र प्रेमको संयोजन। सासू ससुरा लगायत परिवारका सदस्यहरूको सेवा र सम्मान गर्नुहोस्। यो सेवाबाट मिल्ने आशीर्वाद र शान्ति घरको वातावरणलाई सकारात्मक ऊर्जा बनाउँदछ। नम्बर 6, परिवारको सेवा, श्रद्धा र प्रेमको संयोजन। सासू ससुरा लगायत परिवारका सदस्यहरूको सेवा र सम्मान गर्नुहोस्। यो सेवाबाट मिल्ने आशीर्वाद र शान्ति घरको वातावरणलाई सकारात्मक बनाउँछ। नम्बर 7, साझा निर्णय, एकजुटताको चाबी। घरका महत्त्वपूर्ण निर्णयहरू पतिसँग सल्लाह गरेर मात्र गर्नुहोस्। यसले आपसी विश्वास र एकतालाई बलियो बनाउँछ। नम्बर 8, परस्पर निष्ठा, सम्बन्धको डोरी। आफू र आफ्नो साथी बीचको निष्ठालाई सबैभन्दा मूल्यवान सम्झिनुहोस्। यसले सम्बन्धलाई सुरक्षित र गहिरो बनाउँदछ। खण्ड 3, दुवैका लागि सुखी दाम्पत्य जीवनको साझा गुरु। नम्बर 9, स्वास्थ्य सबैभन्दा ठुलो धन।
एक अर्काको स्वास्थ्यप्रति सचेत रहनुहोस्। सानो रोगलाई पनि अनदेखि नगर्नुहोस्। खुला रूपमा कुरा गर्न सिक्नुहोस्। स्वस्थ जीवन नै सुखी जीवनको आधार हो। नम्बर 10, धनको बुद्धिमत्तापूर्ण प्रबन्ध। धन जम्मा गर्नु राम्रो हो, तर यसलाई बुद्धिमानीसँग खर्च गर्नु। नम्बर 10, धनको बुद्धिमत्तापूर्ण प्रबन्ध। धन जम्मा गर्नु राम्रो हो, तर यसलाई बुद्धिमानीसँग खर्च गर्नु। विशेष गरी सन्तानको शिक्षा र परिवारको विकासमा लगानी गर्नुहोस्। नम्बर 11, मधुर सम्बन्ध, प्रेमको सूत्र। एक अर्कासँग प्रेमपूर्ण र मिठा शब्दहरूमा कुरा गर्नुहोस्। प्रिय, माया जस्ता शब्दहरू सम्बन्धलाई तरोताजा राख्दछन्। नम्बर 12, उपहारको भावना। उपहार मूल्यमा होइन, भावनामा ध्यान दिनुहोस्। यसले आपसमा भएको प्रेम र मायालाई अभिव्यक्त गर्दछ। नम्बर 13, बाहिरी सम्बन्धमा संवेदनशीलता। एक अर्काको भावनालाई आधार गर्नुहोस्। पर स्त्री वा पर पुरुषसँगको व्यवहारमा सीमा कायम राख्नुहोस्। यो आपसी विश्वासको लागि अत्यन्त जरुरी छ। नम्बर 14, झगडा होइन, समाधानमा ध्यान दिनुहोस्। मनमुटाव भएमा पनि एक अर्काको इच्छा विरुद्ध काम नगरेर चिठी पत्र गाली गलौजबाट टाढा रहने, शान्तिपूर्वक कुरा गरेर समस्या समाधान गर्नुहोस्। नम्बर 15, टिमवर्क। अन्तिम र सबैभन्दा महत्त्वपूर्ण सूत्र। हामी भनेर सोच्नुहोस्, म भनेर होइन। हरेक काम, हरेक सपना, हरेक समस्या तपाईँ दुवैको साझा हो। एउटा टिमको रूपमा सँगै काम गर्नुहोस्। यही नै सफल दाम्पत्य जीवनको सबैभन्दा ठुलो रहस्य हो। साथीहरू, यी थिए आदर्श र सुखी दाम्पत्य जीवनका 15 सुन्दर सूत्रहरू। यी केवल शब्द होइनन्, जीवन जस्तो लागू गर्नुपर्ने कुराहरू हुन्। तपाईँको सम्बन्धलाई अरू मजबुत र मिठो बनाउन यी सूत्रहरूले निश्चय पनि मद्दत गर्नेछन्। तल कमेन्टमा लेख्नुहोस्, तपाईँको विचारमा सबैभन्दा महत्त्वपूर्ण सूत्र के हो? यो जानकारी लाभदायक लागेमा लाइक गर्न नबिर्सनुहोला। आफ्ना साथीहरूसँग सेयर गर्नुहोस् र नयाँ सिकाइ र प्रेरणाको लागि हाम्रो च्यानल स्टोरी इन फ्याक्टलाई सब्स्क्राइब गर्नुहोस्। तपाईँहरूको सहयोग र साथ नै हाम्रो प्रेरणा हो। अर्को पटकसम्म आफ्नो मायालुहरूलाई माया गर्नुहोस्। धन्यवाद।